सदीपजीबाट गर्न चाहे फिल्म कतिको हेर्नुहुन्छ माइक प्लिज मलाई फिल्म कतिको हेर्ने गर्नु भएको छ फिल्म फिल्म हेर्न त हेरिन्छ नयाँ नयाँ मात्रै हेरिन्छ नेपाली भन्दा चाहिँ बेसी साउथ हेरिन्छ नेपालभन्दा बेसी अरू अरू जेनर अरू अरू हेर्नुहुन्छ होइन कस्तो खालको फिल्म हुन त उहाँले भनिसक्नु भएको छ बट कस्तो खालको फिल्म चाहिँ मनपर्छ हेर्ने गर्नुहुन्छ मलाई चाहिँ अलिकति एक्सन भएको अनि चाहिँ अलिकति थ्रिलर टाइपको अलिक रोमान्टिक लभ स्टोरी भएको मनपर्छ ओके पहिल्यैदेखि हो कि अहिले आफ्नो चोइसमा चेन्ज भएको फिल गर्नु भएको भने प्रेजेन्ट टाइममा जस्तो जस्तो जेनहरू चलिरहेको छ म त्यही अनुसार जान्छु स्पेसिफिक कुनै छैन ओके त्यही जस्तो हामी चिल्ड्रेन राइट पर्सपेक्टिभबाट आज फिल्ममा कुराकानी गरिरहेछौँ सो बाल अधिकारको पर्सपेक्टिभबाट तपाईँले आफैले पनि हेर्दाखेरि भनौँ न डिजिटल राइट्समा तपाईँ आफै काम गर्नुहुन्छ अनि त्यसपछि सेक्सुअल भायोलेन्स अगेन्स्ट बोइजमा पनि एडभोकेसी गरिरहनु भएको छ होइन चाइल्ड क्लबको मेम्बर हुनुहुन्छ एडभाइजर हुनुहुन्छ सबै हेर्दाखेरि नि यस्तो खालको इस्युजहरू जुन मुद्दामा तपाईँहरू काम गर्नुहुन्छ नि त्यस्तो मुद्दाहरू समेटेको फिल्महरू चाहिँ हेर्नु भएको छ कि छैन बनाएको छ जस्तो लाग्छ कि लाग्दैन मैले मैले त्यस्तो फिल्म चाहिँ अहिलेसम्म देखाएको छैन हेर्न टन्ने फिल्महरू चाहिँ त्यस्तो अहिलेसम्म भेटाएको छैन त्यो फिल्म त्यस्तो छैन ओके म रेजिनातर्फ जान चाहेँ रेजिनाजीलाई पनि मैले यही क्वेसन सोधेँ पहिला चाहिँ फिल्म कतिको हेर्नुहुन्छ र कस्तो खालको फिल्म हेर्नुहुन्छ So I think म चाहिँ धेरै नै हेर्ने गर्छु फिल्महरू एन्ड देन यो एन्टरटेनमेन्ट सेक्टरको आर्टिस्टिकवाला जुन भएको डकुमेन्ट्री सर्ट फिल्म म्युजिक भिडियो एन्ड एक्चुअल कमर्सियल फिल्महरू चाहिँ धेरै नै हेर्ने गर्छु अनि आफूले हेर्ने गरेको फिल्ममा नि जुन खालको हामी कुरा गर्छौँ होइन एडभोकेसी जुन तपाईँ गरिरहनु भएको छ अब डिजिटल सेफ्टीमा त अहिले अब ट्रेन पनि गरिरहनु भएको छ कति यो अवेरनेस गराउने कुरामा सो त्यस्तो खालको इस्युजहरू जो चाहिँ हामी अब भनौँ न बाल अधिकारसँगै सम्बन्धित विषयहरूको कुराहरू जुन गर्छौँ कतिको पाउनु भएको छ के छ सो आई थिङ्क हाम्रो यो पछिल्लो टाइममा चाहिँ प्रोग्रेस भएको छ सो वी क्यान सी सर्ट फिल्म्स डकुमेन्ट्रीहरू चाहिँ धेरै नै बिस्तारै इस्यु ओरिएन्टेड भएर चाहिँ पाइरहेको छौँ आएको छ जस्तै युनिसेफले कति गरिरहेको छ रिसेन्टली सेल्फ इनिसिएटेड चाइल्ड म्यारेजकोमा चाहिँ हाम्रो प्रकाश सपुत अनि एस्टेज हिस्टोरी हेरेर युनिसेफ मिलेरै हाम्रो गरिराख्नु भएको थियो सेल्फ इनिसिएटेड चाइल्ड म्यारेजले चाहिँ कस्तो बाटो लिइरहेको छ भनेर त्योसँग अवेरनेस रिलेटेड गरेर तर मैले मुभी नै भनेर नेपालमा चाहिँ कम भेटेको छु बिकज मलाई के फिल हुन्छ भने हामी यो सेक्टरमा लागिसकेपछि चाइल्ड क्लबबाट स्टार्ट गरेको अहिले एज अ यु एक्टिभिस्ट भएर एजुकेसन गर्ल्स राइट र इक्वल अपर्च्युनिटिजको लागि चाहिँ एडभोकेसी गर्दै गर्दा चाहिँ हामी त्यो जे पनि हेर्छौँ नि म चाहिँ स्पेसली है मेरो केही कन्टेन्ट पढ्दै गर्दा हेर्दै गर्दा चाहिँ त्यही एङ्गलबाट त्यही लेन्सबाट चाहिँ केही न केही खोजिरहँदो रहेछ के भने चाहिँ सो बट आई फाउन्ड भेरी लेस इन नेपालको कन्टेक्समा स्पेसली फिल्म मेकिङकोमा बट बाहिरकोमा चाहिँ आई लाइक टु गिभ सम अफ द एक्जाम्पल्स जुन मेरो वान अफ द फेभरेट्समा पनि पर्छ सो टेम्पल ग्रान्डिन जो द पर्सन विथ अटिजम हुनुहुन्थ्यो इन्क्लुजनको कुरामा उहाँको ड्रामेटिक बायोग्राफी फिल्म नै छ है हो अनि त्यसै गरेर हाम्रो भर्खरै धेरैले हेर्नु पनि भएको छ होला आमिर खानको सितारे जमिन पर आएको छ सो चिल्ड्रेन विथ अटिजमको कुरालाई चिल्ड्रेन विथ डिजाबिलिटिजको कुरालाई अनि त्यसै गरेर चाइल्ड फ्रेन्डली प्यारेन्टिङको कुराहरूलाई पनि फोकस गरेर चाहिँ आई थिङ्क केही हामीले हातमा गर्न सकिने गरेर चाहिँ केही फिल्म चाहिँ छ तर भेरी लेस नट इनफ थ्याङ्क यू तपाईँलाई अब ऋतुजीतर्फ म जान चाहेँ ऋतुजीलाई पनि मैले क्वेसन चाहिँ यहीँबाट गरेँ तपाईँले यस्तो चाइल्ड राइट आफ्नो एडभोकेसी गरिरहेको फिल्महरू चाहिँ त्यसरी हेर्न पाउनु भएको छ कि छैन त्यो चोइसमा कस्तो खालको फिल्महरू पर्छ मैले चाहिँ खासै त्यस्तो फिल्महरू चाहिँ हेर्दिनँ तर आई डोन्ट थिङ्क कि त्यो कुनै पनि त्यस्तो फिल्महरू चाहिँ बनेको छ जस्तै कि अघि पनि हामीले कति धेरै फिल्म हेऱ्यौँ तर त्यहाँ चाहिँ कस्तो इस्युजहरू मात्रै देखिरहेको छ कि हामीहरूले कसरी त्यो इस्युजलाई सल्भ गर्ने भनेर चाहिँ त्यस्तो खालको फिल्म चाहिँ बनेको जस्तो चाहिँ मलाई लाग्दैन जस्तै कि त्यो उजेली मुभी हेर्दै गर्दा पनि त्यहाँ चाहिँ चाइल्ड म्यारेजको बारेमा देखाएको छ नि तर त्यसले चाहिँ हामीहरूले कसरी यो चाइल्ड म्यारेजलाई रोक्न सक्छौँ त्यस्तो खालको फिल्म चाहिँ बनेको छ जस्तो चाहिँ मलाई लाग्दैन
चाइल्ड म्यारेजलाई कसरी रोक्न सक्छौँ भनेर जस्तो बनाए जस्तो लाग्दैन है। उजेलीको कुरा गरेर म पनि सम्झिन्छु, मेरो पनि बाल्यकालको एकदमै इम्प्याक्ट पारेको मुभी हो। धेरै तर अहिलेको जेनेरेसनले पनि त्यो मुभीको नाम दिँदाखेरि चाहिँ कस्तो बनेको थियो होला, तर त्यस्तो फिल्म फेरि किन बन्दैन भन्ने चाहिँ क्वेसन मलाई पनि लाग्छ। यो क्वेसन चाहिँ मैले हाम्रो फिल्म मेकरलाई नै सोध्न चाहेँ, रक्सालाई नै मैले सोध्न चाहेँ। जस्तो तिनैजना भाइ बहिनीहरूको कुरा सुन्दाखेरि चाहिँ अब कसैले हेर्दै हेर्नुहुन्न होइन, अब हेरिहाल्दाखेरि पनि त्यो जस्तो खालको खोजिन्छ त्यस्तो चाहिँ अझ मेन स्ट्रिममा त बनेकै छैन भन्ने खालको कुराहरू भयो। तपाईँलाई कस्तो लाग्छ? के साँच्चै हामी पछाडि नै छौँ? धन्यवाद कीर्तिजी। अब हाम्रो सजिनजी, रचिराजी र रिताजीको कुरा सुन्दाखेरि हो, उहाँहरूले भनेको कुरा एकदमै सही हो। किनभने हामीले जति खोजिरहेछौँ कन्टेन्ट वस्तु भनिन्छ, जस्तो खालको कथाहरू खोजिरहेछौँ बालबालिकालाई नै केन्द्रित गरेर बनाएका र बालबालिकालाई नै मुख्य पात्र जसले चलचित्रको भाषामा प्रोट्यागोनिस्ट भन्छ, बालबालिकालाई नै प्रोट्यागोनिस्ट बनाएर यस्तो बालबालिकाको अधिकारको बारेमा र त्यसलाई मानवाधिकारसँग जोडेर एकदमै कम चलचित्र बनेका छन्। तर यसको अर्थ नेपाली विश्व सन्दर्भमा त अब वाल्ट एन्ड डिस्नी जस्ता स्टुडियोहरू छन्, खालि बालबालिकाकै बारेमा बनाउँछन्। तारी जमिन पर जस्तो चाहिँ बलिउडको प्रडक्सनको बारेमा पनि यहाँ चर्चा भयो। तर नेपाली सन्दर्भमा पनि पटक्कै नबनेको होइन। जस्तै धेरै अघि देवेन्द्र गौतमले बनाउनु भएको उजेलीको बारेमा चर्चा गरियो, जसमा चाइल्ड प्रोट्यागोनिस्टलाई नै मुख्य बनाएर बनाएको। तर त्यसपछि पनि विभिन्न सन्दर्भमा थुप्रै फेस्टिभल सिनेमाहरू बनेको छन्। जस्तै म आफैले शिवचन्द्रनको लगानीमा बनाएको, म र अरुणदेव जोशी मिलेर बनाएको चलचित्र दियालीमै उपलब्ध छ। त्यो दियालीमा शिक्षाको सवाल सँगै बिहे गर्न हुँदैन र किन पढ्नुपर्छ भन्ने सवाल 50 मिनटको राम्रोसँग त्यो उजागर गरिएको छ। मेरो आफ्नो चलचित्र कुण्डेको पानी पनि भइहाल्यो। त्यो बाहेक अरू थुप्रै अस्कल फिल्म कलेजबाट पास आउटहरूले थेसिस फिल्मको रूपमा बनाएका चलचित्रहरू पिपर प्यारोदेखि लिएर बुट्टे जामादेखि लिएर थुप्रै बालबालिकालाई सेन्टरमा केन्द्रमा राखेर बनाएका चलचित्रहरू हाम्रो अनुचित चलचित्र पनि छ, थुप्रै चलचित्रहरू छन्। तर यहाँनिर खाडल, यहाँनिर ग्याप चाहिँ कहाँनिर छ भनेदेखि मुख्य कुरा बालबालिकाहरूले यो उमेरमा कस्तो चलचित्र हेर्ने भन्ने कुरा अभिभावकको पनि ठुलो भूमिका हुन्छ। अभिभावकले पनि कस्तो चलचित्र देखाउनको निम्ति बालबालिकालाई त्यो वातावरण सिर्जना गर्नुहुन्छ, यस्तो किसिमको चलचित्र महोत्सवमा लिएर आउनु हुन्छ कि हुँदैन भन्ने एउटा सवाल उठ्छ। अर्को स्कुल र कलेजको पनि एकदमै ठुलो भूमिका हुन्छ। स्कुलले अब अहिले धेरै जस्तो ठाउँमा बुकलेस डेहरू मनाउन थालेको छ। त्यस्तो बेलामा साँच्चै राम्रो चलचित्र छानेर बालबालिकालाई देखाउने, क्वेसन एन्सर गर्ने, चलचित्र कर्मीहरूलाई बोलाएर पनि डिस्कसन गराउने, त्यो वातावरण स्कुलले पनि सिर्जना गरेको छ कि छैन भन्ने कुरा एकदम महत्त्वपूर्ण हुन्छ। त्यो अलावा स्कुलभन्दा बाहिर जसरी उहाँहरू तिनैजना विभिन्न प्लेटफर्महरूमा आबद्ध हुनुहुन्छ नि, यस्तो प्लेटफर्महरूले पनि यस्तो किसिमको राम्रो गुड सिनेमा, राम्रो सिनेमा र बच्चाहरूकै बारेमा, बालबालिकाहरूकै बारेमा बनेको चलचित्र देखाउनको निम्ति तपाईँहरूले जुन चाहिँ प्लेटफर्मसँग तपाईँहरू जोडिनु भएको छ, त्यो प्लेटफर्मले चाहिँ त्यो भूमिका गरेको छ कि छैन भन्ने सवालहरू चाहिँ एकदम महत्त्वपूर्ण हो। त्यस कारणले पटक्कै निरपेक्ष रूपमा पटक्कै छैन, बनेकै छैन भन्न मिल्दैन, बनेका छन्। तर फिल्म मेकरहरू पनि राम्रो प्लेटफर्म खोजिरहेका छन्। स्कुल कलेज जहिले पनि राम्रो प्लेटफर्म हो, किनभने त्यहाँ भने केही सिक्नको लागि नै जम्मा भएका अडियन्सहरू, दर्शकहरू हुन्छ। त्यसले गर्दाखेरि यो एउटा खाडल चाहिँ हामी सबैजना मिलेर राम्रो फिल्म बनेका छन् बालबालिकाकै इस्युमा, मुद्दाहरूमा बालबालिकाले प्रोटेगनिस्ट भएको, तर राम्रो स्कुल कलेजमा राम्रो दर्शकको ठाउँमा पुग्न सकिरहेकै छैन। त्यसको लागि चाहिँ तपाईँहरूको भूमिका गर्नुपर्छ। जस्तो मैले यहाँनिर अलिकति रोकिहाल्नु पनि चाहेँ, तर जस्तो यहाँ जुन भन्दै गर्दाखेरि नि एक्जाम्पल दिँदाखेरि पनि धेरै जस्तो चाहिँ अब यो भनौँ न सर्ट मुभिजहरूको कुरा भयो, अथवा फेस्टिभल ओरिएन्टेड मुभिजहरू चाहिँ बढी बनेका छन्। तर जुन एउटा कमर्सियल प्याटर्नको हामी कुरा गर्छौँ नि फिल्म भन्दाखेरि चाहिँ त्यो खालको आर्ट, जसरी अघि बहिनीले नाम दिइरहनु भएको थियो होइन, सितारे जमिन परको कुरा गरौँ अथवा चाहिँ भनौँ न चल्दो रहेछ नि त त्यस्तो मुभीहरू पनि, नचल्ने होइन नि त होइन, कमर्सियल पनि हेरिलान सक्यो भने। तर नेपालको परिप्रेक्ष्यमा चाहिँ कमर्सियल मुभी मेकरहरूले चाहिँ कमर्सियली त्यो खालको कन्टेन्ट दिन नसकेको त्यो ग्याप्स तपाईँले फिल गर्नुहुन्छ कि हुँदैन, अथवा के छ त्यस्तो? होइन, यो ग्याप छ। जस्तै इन्टरनेसनल कन्टेक्समा चाहिँ सर्टन किसिमका स्टुडियोहरू छन्। जस्तो अहिले अस्ति भर्खर मैले आइम्याक्समा जुटोफिलिया भन्ने बच्चाहरूले फिल्म टेक्सासमा हेरेँ, मौका पाएको थियो अगाडि
हाम्रोमा चाहिँ त्यस्तो बालबालिकालाई मात्रै फोकस गरेर निरन्तर बनाइरहने चलचित्र कर्मीहरू चाहे यो निरन्तर चलचित्र बनाइरहने अहिले व्यवसाय धन्दालाई बढी जोड दिएर बनाउने चलचित्र कर्मीहरूले पनि त्यस्तै गर्नु भएको छैन र फेस्टिभल सिनेमा भनेर फेस्टिभलै को लागि मात्रै चलचित्र बनाउने फिल्म कलेजका पासा हो र नयाँ चलचित्र कर्मीहरूले पनि बालबालिकालाई मात्रै प्रोटागनिस्ट बनाएर चलचित्र बनाइरहनु भएको छैन। यसमा एउटा एकदमै गम्भीर व्यवसायिक एउटा कारण चाहिँ के छ भने हलहरूले कुन सिनेमालाई फिल्म रिलिज भइसकेपछि कति सो दिने भन्ने कुरा, त्यसमा कति सेलिब्रिटी फिगर इन्भल्भ छ, कति नाम चलेको मान्छेहरू इन्भल्भ छ भन्ने कुराले तय गर्ने कारणले गर्दाखेरि नयाँ मेकरले प्लस थुप्रै मेकरहरूले चाहिँ बालबालिकालाई प्रोटागोनिस्ट बनाएर चलचित्र बनाउनलाई धेरै आँट नगर्ने अवस्था हुन्छ। किनभने अब भोलि सेलिब्रिटी फिगर चाहिने, सेलिब्रिटी फिगर भएपछि मात्रै हल चल्ने, अनि त्यस अनुसार मात्रै हलमा चाहिने स्लट पाइने होइन, त्यो सो पाइने। त्यसले गर्दाखेरि अधिकांशको ध्यान चाहिँ के हुन्छ भनेदेखि सेलिब्रिटी फिगर इस्टाब्लिस त्यो पनि एडल्टहरूले लिने हुन्छ। तर यसको अलावा अहिले संसारभरि जस्तै चिल्ड्रेन सिनेमा भन्छ, यो चिल्ड्रेन सिनेमा भन्ने टर्म चाहिँ बढी अब अमेरिकनहरूले चाहिँ बढी अहिले फ्यामिली सिनेमा भन्दै लागेका छन्, युरोपियनहरूले बढी चिल्ड्रेन सिनेमा भन्छ। यो चाहिँ कस्तो भने सिनेमा फर चिल्ड्रेन, सिनेमा अफ चिल्ड्रेन, अनि सिनेमा चाहिँ नि बाई चिल्ड्रेन भन्ने विभिन्न कन्सेप्टहरू छ क्या। बच्चाको लागि सिनेमा, बच्चाले बनाएका सिनेमा, बालबालिकाहरूले र बालबालिकाहरूको लागि बनाइएका सिनेमा भन्दाखेरि अहिले संसारभरि यो चाहिँ एउटा ठुलो मार्केट हो यो। किनभने बच्चा बालबालिकाहरूको लागि पनि एउटा नयाँ कुरा चाहिन्छ। र यो बालबालिकाको अवस्था भनेको सामाजिककरण, सोसियलाइजेसनको स्टेजमा नै एउटा फरक किसिमको मनोवैज्ञानिक र सामाजिक अवस्था हो र उहाँहरूलाई टार्गेट गर्नु र उहाँहरूलाई नै मनपर्ने, उहाँहरू जस्तै प्रोटागोनिस्ट भएको, मुख्य पात्रहरू भएको चलचित्र कसरी बनाउने भनेर चाहिँ फेरि यो हलिउडमा, बलिउडमा, नलिउडमा, नेपालमा सबैतिर बहस चाहिँ छ। तर हामीले स्वीकार चाहिँ के गर्नुपर्छ भने हामीले नयाँ जेनेरेसनको, नयाँ पुस्ताको, जेन्जी पुस्ताको अथवा त्योभन्दा पछि छैन अथवा पुस्ताको अपेक्षालाई सम्बोधन गरेर हामीले नेपालमा त्यो लेभलको अन्तर्वस्तु कन्टेन्ट बनाउन सकिरहेको छैनौँ। त्यसमा काम छ भन्ने सुझाव। हजुर, डाक्टर साहबपछि फेरि रिटाउनु गइदिने नै हाम्रो चाहिँ है जस्तो कन्टेन्टको अघि कुरा गर्दै हुनुहुन्छ डाक्टर साहबले होइन, बालबालिकाहरूलाई फोकस गरेर बनाउने कुराहरू अथवा कस्तो खालको कन्टेन्ट उनीहरूले मन पराउँछन्, फ्यामिलीले लिएर जाने, स्कुलमा पनि त्यो फिल्महरू चल्ने खालको भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि तपाईँहरूलाई सपोज तपाईँलाई होइन आजको दिनमा चाहिँ किनभने चाइल्ड क्लबका थुप्रै भाइ बहिनीहरूसँग तपाईँ काम पनि गरिरहनु भएको छ, त्यो हिसाबले हेर्दाखेरि पनि तपाईँले आएर आज हामीले सोध्यौँ साँच्चै अहिलेका बालबालिकाहरूले चाहिँ कस्तो इस्युजमा चलचित्र बनेको हेर्न चाहन्छन् अथवा चाहिँ के ल्यायो भने उनीहरूको लागि चाहिँ यो चाहिँ हाम्रो लागि हो है भन्ने महसुस गर्छन् भनेर यदि हामीले सोध्यौँ भनेदेखि तपाईँ के भन्नुहुन्छ? त्यस्तो जस्तै कि फिल्महरू बनाउँदै गर्दा चाहिँ हामीहरू त चिल्ड्रेन होइन, अहिले जसरी यो ठुलो ठाउँको मान्छेहरूले चाहिँ एकदमै सहर बजारमा हुर्केको मान्छेहरूलाई त चाइल्ड राइट्स के हो, गर्ल्स राइट्स के हो भन्ने त थाहा छ। तर जस्तो कि म जुन ठाउँबाट बिलङ गर्छु एकदमै मार्जिनल एरियाबाट, त्यो ठाउँको चिल्ड्रेन्सहरूलाई चाहिँ आफ्नो राइट्स के हो त, गर्ल्सको राइट्स के हो त त्यो नै थाहा छैन कि। अनि यस्तो फिल्महरू गराउँदै गर्दा चाहिँ त्यो चाइल्ड राइट्सहरूलाई पनि देखाएर, अनि जस्तै कि इस्युजहरू देखाएर अनि पछि चाहिँ त्यसले कस्तो प्रभाव पार्छ त, त्यसको इम्प्याक्ट कस्तो हुन्छ त्यो पनि देखाउन चाहिँ एकदमै जरुरी छ जस्तो चाहिँ लाग्छ। जस्तै कि एकदमै त्यस्तै इनिसिएटिभ म्यारिज चाहिँ एकदमै भनिरहेको छ नि त, किनकि उनीहरूलाई थाहै छैन कि चिल्ड्रेन्सहरूलाई चाहिँ चाइल्ड म्यारिज गर्यो भने के हुन्छ भन्ने चाहिँ उनीहरूले फ्युचरको बारेमा सोचेकै छैन। उनीहरूले एकछिनको रमाइलोलाई मात्र सोचिरहेको छ नि त। अनि पछि गएर उनीहरूले चाहिँ फ्युचरमा कस्तो इम्प्याक्ट पार्छ त्यसले, मैले मेरो यो सानो गल्तीले गर्दा चाहिँ फ्युचरमा गएर कस्तो चाहिँ यसले मेरो लाइफलाई चाहिँ कस्तो गराउँछ त भन्ने चाहिँ त्यस्तो खालको फिल्महरू देखायो भने चाहिँ एकदमै धेरै आई थिङ्क त्यो राम्रो हुन्छ जस्तो छ। जस्तो फिल्महरू बनिरहँदाखेरि कन्टेन्टको कतिपय कुराहरू गर्छन् र कति कन्टेन्टहरू जानु तपाईँहरूले पनि अब तपाईँले हेर्दाखेरि बालबालिकाहरूले त्यस्तो कन्टेन्टहरू जुन गरेको छ त्यसलाई कतिको इन्जोय गर्न सकेको जस्तो लाग्छ तपाईँलाई र कस्तो कन्टेन्ट लाग्छ कि लाग्दैन कस्तो? सो आई थिङ्क कन्टेन्टको कुरामा चाहिँ जस्तै अघि हाम्रो भनी पनि भन्नुभएको थियो, जस्तै अहिलेको ट्रेन्डिङ चाहिँ छ बक्स अफिस फुल भइरहेको छ, त्यो काइन्ड अफ अनि एक्सन ओरिएन्टेड वाला मात्र इन्जोय गर्छु भन्ने वाला कुरा, त्यो चाहिँ मोस्टली हाम्रो यङ चिल्ड्रेनहरूमा चाहिँ यही छ।
किनभने भन्दै गर्दा चाहिँ हामीले चाहिँ हिरो भन्नाले चाहिँ कुट्न सक्ने अलिकति ब्यारेकबाट पिट्न सक्ने अनि खतरा अलिकति त्योवाला रोमान्टिसाइज एङ्गल र अलिकति एक्सनवालालाई मात्र देखाएर पोर्ट्रे गर्नेछौँ हाम्रो लागि सुपर हिरो भनेको त्यही नै हो अझ अझ अलि पहिलासम्म हुँदा त झन् सुपर हिरो भनेको त हामी अलिकति बाहिरको हलिउड मुभी हेर्छौँ भने चाहिँ सुपरम्यान विङ्स भएको सबै अथवा आइरन म्यान त्यहीहरू मात्र बुझ्छौँ सो त्यसको लागि चाहिँ मलाई लाग्छ उहाँले भन्नुभएको चाहिँ सबै स्टेक होल्डरको पनि हात छ म विशेष गरेर चाहिँ एभ्री प्यारेन्ट्स अनि त्यसपछि हामी फिल्म मेकर मेन त बनिनु नै पर्यो हेर्नको लागि त्यसलाई मार्केट दिनको लागि ब्रान्ड गर्नको लागि बक्स अफिस फुल गराउनको लागि पनि त पहिला फिल्म नै बनिनु पर्यो अनि त्यसमा पनि कस्तो खालको कन्टेन्ट आइदियोस् भन्ने चाहिँ हाम्रो चाहना भनेको चाहिँ जस्तै वाइ नट वी ह्याभ अ फिगर अफ रुरल गर्ल्सको जो चाहिँ है मार्जिनलाइज कम्युनिटीबाट आउनु भएको छ वाइ कान्ट सी बी अ हिरो वाइ कान्ट children from a rural and marginalized अथवा even from urban अथवा decent lower middle class why can't he be a hero in a film के portray किन गर्दैनौँ अझै त्यो त हामीले त यो त very empowered वाला सेक्टरमा जस्तो लाग्छ क्या हामीले कुरा हामी त चिल्ड्रेन एन्ड पिपल विथ डिजाबिलिटिजलाई कहिले हिरोमा इमेजिन गरेका छौँ त म यस्तो फिल्म हेर्न चाहन्छु भनेर वाइ कान्ट बी दोज पिपल विथ डिजाबिलिटिज पिपल विथ अटिजम चिल्ड्रेन विथ दोज काइन्ड अफ पिपल व्हिल चेयरमा बसेको चाहिँ हिरो हुँदैन भन्ने चाहिँ त्यो माइन्डसेट छ क्या हाम्रोमा चाहिँ सो वी हेभन्ट गिभन द्याट प्लेटफर्म टु पोर्ट्रे इन द्याट वे सो आई थिङ्क द्याट यो कुराले चाहिँ ठ्याक्क आजको हाम्रो टपिकमा नि वेयर वी आर एन्ड वाट वी नेक्स्टमा चाहिँ यही नै हो भन्न चाहन्छु म चाहिँ रेस्ताजीले उस्तो राम्रो कुरा ल्याउनु भइरहेको छ यही कुरालाई जोड्ने चाहिँ म फेरि सतितर्फ आउन चाहेँ अलिकति भोइसले गर्दाखेरि भइरहेको छ सायद माफ गरिदिनु होला यसमा सलिमजीलाई मैले सोध्न चाहेँ जस्तो तपाईँले भन्नुभयो एकदमै डिफ्रेन्ट खालको भनौँ न अहिले जे चलिरहेको छ त्यही मात्रै हेर्ने हो भनेर त तपाईँ आफूले काम गर्दाखेरि त एडभोकेसीमा काम गरिरहनु भएको छ डिजिटल सेफ्टीमा काम गरिरहनु भएको छ होइन अथवा तपाईँले इन्टरनेसनल प्लेटफर्म्सहरूमा जाँदाखेरि पनि गभर्मेन्टले भनौँ न स्ट्रिट चिल्ड्रेनको लागि चाहिँ के गर्नु भएको छ भनेर मलाई जहाँसम्म याद छ मन्त्रीज्यूसँग पनि तपाईँको सवाल जवाब भएको थियो त्यो हिसाबले होइन स्कुलमा चाहिँ पनिसमेन्टको कुराहरूलाई लिएर तपाईँहरूले आवाज उठाइरहनु भएको छ बोइजहरू पनि यो हिंसामा पर्न सक्छ है बालकहरू पनि यो हिंसाको शिकार हुन सक्छन् है भन्ने खाले तपाईँहरूले अवेरनेस कार्यक्रम गरिरहनु भएको छ एक्चुली यी विषयहरू चाहिँ फिल्ममा समेटिए भने के होला अथवा यस्ता विषयहरूलाई फिल्म बन्न सक्छ होला कि सक्दैन होला अथवा कसरी बनिनुपर्छ जस्तो लाग्छ तपाईँलाई अब मलाई चाहिँ के लाग्छ भने अहिले चाहिँ यस्तो विषयमा फिल्म बनायो भने चाहिँ अलिकति राम्रो चल्दैन त्यही भएर पनि होला यस्तो विषयमा चाहिँ अलिक फिल्म बन्नु नखोजेको किनकि जसले पनि अलिकति अर्नै गर्न खोज्ने हो नि त र त्यही भएर यो विषयलाई पनि समेटेर अलिकति जस्तै रोमाञ्चक तरिकाले फिल्म बनाइदिने जस्तै कुनै फिल्ममा एउटा हिरो गएको छ 10 जनालाई पिट्दैछ आज हामीले बाजी लगाएर भन्छौँ चट्टसँग 5 रुपियाँ यो हिरोले 65 खायो भने 5 रुपियाँ होइन र हामीले चाहिँ त्यसलाई हटाएर जब स्कुलको जस्तो होस् जुन फिल्मले चाहिँ एउटा ट्याक्कसँग चिल्ड्रेनको डेली लाइफ हुन्छ डेली लाइफको त्यो कुराहरू ल्याओस् न जस्तै स्कुल जान्छ स्कुलमा के हुन्छ पढाउँदाखेरि कतिको ध्यान दिएछ कतिको रमाइलो गरेर बसेछ त्यस्तो कुराहरू ल्याएर चाहिँ जुन कुराले चाहिँ अलिकति रियल लागोस् जुनले चाहिँ आफ्नो डेली लाइफलाई छोस् त्यस्तो कुराहरू ल्यायो भने चाहिँ हामीले समेटेको विषयलाई पनि अगाडि लग्न सक्छौँ जस्तो लाग्छ अब यहीँबाट मैले अर्को प्रश्न पनि सोध्न चाहेँ यसमा हामीले कन्टेन्टको कुरा गऱ्यौँ अब जस्तो कन्टेन्ट हुँदैखेरि पनि बालबालिकासँग सम्बन्धित विषयहरू हुँदै पनि अथवा बालबालिकाका लाई विषय नहुँदा पनि विभिन्न चलचित्रको पाटोको रूपमा त देख्नु भएको छ हामीले हेरेका छौँ होइन त्यसरी हेरिरहँदाखेरि नि त्यहाँ खेलिरहेका त्यहाँ विभिन्न भूमिकामा रहेका बालबालिकाहरूलाई जुन चलचित्रहरूमा हामी दिन्छौँ नि एउटा भूमिका भनौँ न त्यो सन्दर्भमा उहाँहरूलाई कसरी सही तरिकाले पोर्ट्रे गरेको अथवा उहाँलाई सही तरिकाले त्यो भूमिकाहरू दिइएको छ त्यो भूमिकाहरूमा त्यहाँ काम गराउँदै गर्दा बाल अधिकारका विभिन्न विषयहरूलाई समेटिएको छ उहाँहरूको ख्याल त्यसरी राखिएको छ भन्ने जस्तो चाहिँ लाग्छ कि लाग्दैन तपाईँलाई त्यसरी गरिएको होला कि नहोला अथवा बालबालिकाहरूलाई अब म प्रयोग गरिएको भन्दिनँ होइन प्रयोग गरिएको भन्दा अन्य अर्थ लाग्छ तर जुन एउटा काम गराइन्छ अडल्ट सरह होइन भन्दाखेरि
त्यसमा तपाईँहरूले अब अहिले झन् अझ रियालिटी सोजहरू पनि हेऱ्यो भने एकदमै धेरै आएको हामी देख्छौँ होइन कति अब डान्स सोको नाममा भयो अब गीतहरूमा भयो कमेडीमा पनि होला होइन एकदम धेरै यस्तो रियालिटी सोमा पनि बालबालिकाहरूको नाममा चलाइएको छ नि त कति भन्दाखेरि ती यस्ता कार्यक्रमहरूमा यसरी बालबालिकाहरूलाई अवसर एकातिर त अवसर हो तर तपाईँहरूले हेर्दाखेरि त्यसलाई अवसरको रूपमा हेर्नु भएको छ अथवा बाल अधिकारको पर्सपेक्टिभबाट पनि तपाईँहरूले हेर्नु भएको छ अहिले त्यसरी हेर्नु भएको छ कि छैन मलाई चाहिँ के लाग्छ भने त्यो एक त अवसर पनि हो हजुरले भन्नुभएको जस्तै अवसर पनि हो र अर्को चाहिँ एउटा चुनौती जस्तो पनि हो किनकि अब कुनै पनि चिल्ड्रेनले बच्चैदेखि त्यो यस्तो फिल्म सेक्टरमा गयो भने उसको माइन्डसेट के हुन्छ पहिल्यै त फिल्म गरिसक्यो अब मैले पछि फिल्महरू पाइरहेको छु मैले अर्न पनि गर्न सक्छु अब मेरो भविष्य यहीँ छ भने अन्तखेरि चाहिँ उसले त्यहीँबाट काम गर्दै गर्दै जान्छ पछि ठुलो पनि हुन्छ बट उसको त्यो उसले जुन राइट्सहरू पाउनु पर्ने जुन मनोरञ्जन गर्नु पाउनु पर्ने हो जुन उसको टिनेजमा रमाउनु पाउनु पर्ने हो त्यो कुराहरू चाहिँ उसले बिर्सिन्छ र उसले चाहिँ त्यो पछि ठुलो भएपछि त्यो कुराहरू सम्झिँदा जाँदै रिग्रेट हुन्छ कि त्यही भएर अलिकति चाहिँ यो त्यो चुनौती पनि हो जस्तो लाग्छ चुनौती पनि हो अवसर पनि हो त्यसैले चाहिँ यसलाई चाहिँ म बेसी चाहिँ चुनौतीको रूपमा हेर्ने गर्छु चुनौतीको रूपमा हेर्नुहुन्छ म रेजिनाजीलाई क्वेसन सोध्न चाहेँ टिप्टु बाबुलाई हामी होइन अहिले धेरै फिल्महरूमा पनि हामी अब